हेलो एभ्रिवान, स्वागत छ फेरि पनि मेरो नयाँ ब्लगमा। हामी आजको दिन चाहिँ हामी परिवार सबैजना फिल्म हेर्नको लागि जाँदैछौँ। सो एक्साइटेड, किनकि परिवारसँगै हामी सबै साथी जाँदाखेरि चाहिँ रमाइलो पनि भइरहेको थियो। मम्मीहरू पनि खुसी हुनुहुन्थ्यो, छोरीहरू पनि खुसी थियो, भाइ पनि खुसी थियो। सबैको सहमतिमा हामी चाहिँ फिल्म हेर्ने निर्णय गरेर टिकट काटिसकेका थियौँ अनलाइनको। सानो मान्छे एन्जल बेन्जु बाबुलाई के भन्दैनौ? भिडियो बनाउँछु भनेर के झन् सबैको निकाल्छु। आउनु को बाबुको अरे हाम्रो फिल्महरू टोलीहरू एन्जेलिना बर्गर खाने अनि तैँले के खाने? पिज्जा ल तिन उयो पिज्जा तिन छिटो छिटो रोज बेन्जीले समातन त्यसलाई केही सेकेन्डमै फिल्म सुरु हुँदै थियो। सबैजना साइलेन्ट हुनुहुन्थ्यो, कोही भित्र आउँदै हुनुहुन्थ्यो। एउटा पनि सिट खाली थिएन, पुरै फुल थियो। म बसेको साइडमा चाहिँ 2-3वटा सिट मात्र खाली थियो। यो देख्न सक्नुहुन्छ सबै फुल थियो है। हेर्दाखेरि चाहिँ मम्मी हेर्नु न, गुड एन्जलले पनि है ल केही गर्न नसक्दा कति दुःख लाग्यो। मुभी धेरै राम्रो थियो। कतिजनाले हेर्नुभयो कमेन्ट गर्न नबिर्सिनु होला। हामी सबैले मुभी हेऱ्यौँ, एकछिन रोयौँ, किनकि मुभी धेरै राम्रो थियो। अनि हजुरहरू पनि हेर्नु भएको छैन भने एकचोटि गएर हेर्न सक्नुहुन्छ। धेरै राम्रो छ। अब केही दिन मात्रै सायद हलमा चल्छ होला, त्यो कारणले गर्दा चाहिँ आज हामीले अनि सस्तो पनि टिकट थियो, 200 थियो। अनि हाम्रो फ्यामिली पुरै चाहिँ गएर फिल्म हेरेर आयौँ। धेरै रमाइलो भयो। ओके, सबैजनालाई मेरो ब्लग हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। यसरी माया साथ सपोर्ट दिँदै गर्नुहोला। मेरो नयाँ युट्युब च्यानल अनि ALN रहेको छ, त्यसमा गएर लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला, कमेन्ट पनि गर्नुहोला भनिकन यति नै राख्छु मेरो आजको दिनभरिको ब्लग चाहिँ। फेरि पनि अर्को ब्लगमा भेटौँला। हस् त, धन्यवाद। थ्याङ्क यू सो मच।